पैसा दिएर मेरो आएको हो त त्यसलाई होइन नि उनीहरू त संगठन के अरे कार्यकर्ता त संगठन हजारौँ छ भन्छ त लाखौँ छ भन्छ। हाम्रो जनताको कर फलेर घरमा दिने सुरुमा पैसा हालेर डराएर पनि नष्ट गर्ने हाम्रो जनताको पैसा हो नि त्यो। र अलिकति जेन्सीहरूले पनि उठाइ पुग्दैन नि उकोले खुस्किने गरी हान्नु पर्थ्यो त्यतिखेर। उकोले खुस्किने गरी अझ शेरबहादुर देउपाको अलिकति ख्यालमा 4 इन्ची भन्थ्यो एउटा लिम्बूले एउटा खुकुरी चलाउँदाखेरि 2-4 खुकुरी किलेमा हानेको भए ठिक हुन्थ्यो। आज पनि घुँडादेखि मुनि त्यो रडले हानेर खिड्के पारिदिए भए त हुन्छ नि राजनीतिमा। र हामीलाई चित्त बुझेन मैले आउँछ अरे भनेर चाहिँ हातकडी लाऊ भन्ने चाहिँ एउटा विरोधमा आएको थिएँ। म आउँदाखेरि गइसकेछन्। अब हामीलाई घन्टी पनि चाहिएन। अब हेरिराख्नु होला हामीले आम नेपाली जनताले जब हामीले चाहिँ राजदरबारको हत्याकाण्ड भयो त्यो दिनदेखि हामी चाहिँ हाम्रो भविष्य एकदम डमाडोलमा। राजाहरू पनि आफैले मारेर बस्छ भन्छ त फेरि। आफैले मारेका होइन नि नेपालले मारेका कसले नेपालले मारेका होइन नि बाउलाई छोराले मारे छोराले बाउ बताउँछ नि त फेरि। र हामीलाई अब कसैको पनि विश्वास गर्ने जब सन्दीप लामिछाने पल्सालाई हातकडी लगायो आज शेरबहादुर देउपालाई हातकडी लगाइएन हामीलाई कसैको पनि विश्वास भएन। र राजसभा सरकारले पनि तँ कुटे जस्तो गर म रोए जस्तो गर्छु। शेरबहादुर देउपा चाहिँ हातकडी किन लाउनु पर्ने थियो त? हातकडी लाउनु पर्छ नि त। सन्दीप किन लाउने भनेको कारण के हो भन्ने खोजे। सन्दीप लामिछाने पल्साले किन हातकडी लगायो? उनीहरूले त बलात्कार केस लागेको थियो नि त। उसले त के केस अहिले अब यी शेरबहादुर देउपा केपी ओली पर्चन्ने यी बुढा छाडालाई त कसैले छोरी बुहारी तरुनी त देख्नु हुँदैन थियो त। हजुर राति चोर यो ढोकामा घर बनाइन्छ भने घरमा ढोका किन लाइन्छ? चोर आउँछ भन्नु न। चोरलाई रक्सी पनि खान दिने चोरले बलात्कार पनि गर्यो भन्ने त्यो पैसाको पार्किङ कसैले पनि अहिलेसम्म अदालतमा के अरे मुद्दै हालेको छैन प्रहरी प्रशासन मुद्दै हालेको छैन। अनि कसरी हातकडी लाउने त? अनि हातकडी लाउनु पर्थ्यो। तपाईँले किन मुद्दा दर्ता गर्न जानु भएन तपाईँले? त्यसमा मुद्दा दर्ता गर्न त हामी गएका थियौँ त। किन गएका थियौँ? अदालतका न्यायाधीशहरू पनि त चोरहरू कुनै काङ्ग्रेस कुनै एमाले कुनै माओवादी थियो होला नि त। अनि तपाईँलाई प्रमाण किन होला नि त फेरि? प्रमाण किन पुग्दैन? त्यत्रो चाहिँ सुरुङबाट पैसा डढेको प्रमाण पुग्दैन? त्यो त उहाँले कमाएको होला, कम्पनीबाट कमाएको होला। सिस्नाको खोले टुर्रे घोटेर हिजोका दिनमा टुर्रे घोटेर